आज डेट सुरु भएको हामी अहिले आदान स्टेसन डे 2 आदान स्टेसन ससेज बिर्सेको अवस्था आदान स्टेसन यो पनि डे 2 को हैन फेरि पनि डे 2 को लागि मेरो बच्चा सुत्यो पानी यसरी घरको बिचबाट आदान सिको घरै घरको बिचबाट हामी जाँदैछौँ आज डे 2 धेरै पर्दैन होला डाँडातिर चढ्ने चढ्न लागेको अवस्था सिटीबाट मेरो छोरा सुतै भयो आँखा लगाएको मान्छेहरूले यताबाट हिँडेर आएको हामी देखिन थाल्यो आज चढ्दैछौँ आज पनि हामी यो केटीको हो यो ओ बहिनी ए भाइ परेछ ए बहिनी परेछ के हो तलबाट आएको यो भाइ को भाइ को यो ओयामा भयो यही तलको छ हामी छ आदामा सिटीमा छौँ मजाले यता ओयामा ए ओ ठिक छ नि त आज नि हरियो हरियो यो खोटाङको डन कहाँबाट आयो मिते के थियो बाबा त्यो त काका हेर मुसी हो नन्दा हो नि डाङ्गो मुसी हो बारी कति 0.1 किलोमिटर यहीँ तल माथिको तान्जाको यामाहरू सबै लेक हिजेको हिजो हामी थिएँ बिच मिलायो गरे何それすごいねおいしいおーすごいおいしいいえ新生湖サンティナハイキングする新生湖Still wild छ त सबैजना यहाँ माथिबाट फिसिङ भएर चाहिँ माथि कार्यक्रम भएर चाहिँ मौसम दामी छ ओ माई हाइकिङ हाम्रो चलिरहेछ यसरी नै लेकको वरिपरि सिन्सेको लेकको वरिपरि हिँड्दैछ हामी अहिले हाम्रो चलिरहेछ सेकेन्ड डे सिन्से लेकको वरिपरि हल्का हाइकिङ गर्दैछौँ हामी दामी छ नि त वाइल्ड नेचरमा नि यता घाममा अनुहार देखाएको रे क्लियर आउँछ भनेर थ्याङ्क यू देखाइरहेछ
4, 5, 6, 7, 8, 9. लागेन? पापा बोल सुत्नु सुत्नु लाग्यो त्यो बेला? Oh my god. Thank butter naan. Metteko kotro matharu. Kati देख्नु यत्रो मोटो. Oh my god. ल 1000 mg त हान्दिएर हो र कहाँ पुग्दो रहेछ फेरि यो निस्किन्छ बाहिर निस्किन्छ हुया भाइ खोइ हुया भन हुया भने सतयामा हाइकिङ गरेर छ मैले आलु दामी फुल्छ के अरे फल्छ अरे यहाँ चाहिँ ल उता खोटाङ उता माथि लेकमा के आलु पुरा फल्ने रोप्यो भने भोक लाग्यो लेडिज भर्जन ओहो यस्तो बाटो छ हावा डेन्जर चलिरहेछ उही लाई बोकेर पछाडि मान्छेहरू आउँदैछन् यसरी हिँड्न पाछ बेबी हाई हामीले त्यो अघि माथि त्यहाँ बसेर ओनिगिरीहरू सबैले खान्छ हाम्रो यो दम्पति चाहिँ किन स्लो नि नेचर कलिङ पुरै स्लो मोसनमा छ त नि भाइ जोन चामलिङ स्टाइलमा दाइले बोलेछ न यो सचिन दाइ मौसम कस्तो खुलेको वाउ आइ एम लभिङ इट भाइ कस्तो लाग्यो त कस्तो लागिरहेछ त हाई छोरो अब के भयो कान्छु त्यहाँ पुरा झारी छ भाउ त्यहाँ त हेर त के हुँदैन त के भयो त्यहीँ त नि के यहाँ गर्ने उयो यहाँ हुन्छ त्यहाँ बाटी होला फेरि भनेर साको अब यहाँ खानेकुरा बनाएर खाने अब चौचौ बन्दैछ आज चौचौ खाने बन्दैछ आरिगातो भाइ ल ल भाइले गर्दैछ एउटा आउनु पर्यो जतिवटा धेरै त्यो अनुसार
यो चाहिँ ल्याउनु पर्छ भाउ निमा निसेन 200 चाहिँ स्योर पर्छ भाउजू हो हाम्रो बेड प्राइसमा चाहिँ यो र अर्को यो चारटामा यस्तै एउटै पर्यो यहाँबाट अगाडिको यो पेनोरामा भ्यूमा देखिने यामाहरूमा सबभन्दा अग्लो यामा कुन होला पोइन्ट आउट गर्नु ल सबभन्दा अग्लो उयो सबभन्दा अग्लो ल तपाईँले त्यो भन्नुभएको छोटीले फर्किन लागेको हामी खोल्नु छ नि त फर्किँदै अहिले हामी तल शिव छ एकीतिर जाँदै चिल्लर पैसा छ 2 दिन चिल्लर पैसा छ मान्छे नआयो फेरि यता भाइ अब टक्क ओन्छेनमा अब यसो सफा भएर यस्तो सफा गर्दैछ यो चाहिँ आज हामी यहाँ आएको ओन्छेन यही होला आएको सफा ओन्छेन बसेर हाइटेरिका मोडमा सुरुमा कि ओन्छेनमा हामी ओन्छेन गएर खाएर अब आजको लास्ट डे 2 एन्ड गर्दैछौँ हामी होइन छोरो डे 2 एन्ड गर्दैछौँ हामी सुरुमा कि ओन्छेन कि होइन त ल यो के सागरी हो के सागरी खोले सागरी आमा यो खोला हुन्छ नि उमी त लानै हुँदैन बजारमा यसको एउटा को 250 पर्छ होला ठिक छ के अरे यो चाहिँ चिप्लो पारिसकेको छ चिप्लो पारिसकेको हो